त्यसैले सबजनालाई आज चाहिँ म तपाईँहरूलाई एकदमै महत्त्वपूर्ण एउटा भिडियो ल्याएर आइसकेको छु। आजको भिडियो चाहिँ के को बारेमा हो भन्दाखेरि चाहिँ कर्माबाको श्रीपेशको बारेमा चाहिँ क्राउन एउटा हुनुहुन्छ टोपी एउटा छ नि, कर्माबाको फोटोहरूतिर देख्नुभएको होला, त्यो टोपीको बारेमा हो। त्यो टोपी चाहिँ कहाँबाट आयो र कसरी आयो भन्ने बारेमा चाहिँ म तपाईँहरूलाई बताउन गइरहेको छु। त्यो टोपी चाहिँ फर्स्ट कर्माबा भिसुमखेमालाई पाएको टोपी हो त्यो टोपी क्राउन श्रीपेश चाहिँ। अनि कसरी पायो हो भन्दाखेरि चाहिँ अनि त्यो टोपी चाहिँ डागा डागिनेहरूले उहाँलाई चढाएको एउटा टोपी हो। त्यो किन चढाएको हो भन्दाखेरि चाहिँ आजदेखि चाहिँ तपाईँ चाहिँ प्राणीको हितको लागि काम गर्नुहोस् भनेर एउटा चढाएको टोपी हो। जस्तै हामीले कसैलाई कामहरू दिँदा पनि हामीले नि पैसाहरू दिएर यो काम चाहिँ गरिदियो है भन्छ नि, भनेर हामीलाई त्यो पैसा दिएर चाहिँ उसलाई गर्न लगाउँछ नि, त्यस्तै खालको हो। प्राणीको हितको लागि चाहिँ तपाईँ हिँड्नु नै भनेर डाका डागिने अनि चढाएको एउटा श्रीपेश रहेको छ। त्यो टोपी चाहिँ त्यो श्रीपेश चाहिँ अनि डागिनेहरूको कपालले बनेको श्रीपेश हो। र अनि त्यो टोपी चाहिँ हामीले हामी जस्तो मान्छेहरूले चाहिँ देख्न सक्दैन। अनि त्यो अहिले हामीले देखिरहेको टोपी चाहिँ त्यो पछि एउटा राजाले चढाएको एउटा टोपी हो। त्यसको कहानी फेरि छुट्टै छ, त्यसको नि म भन्छु। अनि त्यो डागा डागिनेहरूले चढाएको टोपी चाहिँ ठ्याक्क 5 अवतारसम्म चाहिँ त्यो थिएन। हामीले देखेको टोपी चाहिँ थिएन। 5 अवतारको कर्ममा चाहिँ देशिङ बेला चाहिँ चाइनाको एउटा राजा हुनुहुन्थ्यो अरे। राजा चाहिँ एकदम धार्मिक मान्छे, पुण्य धेरै गर्ने मान्छे भएकोले अनि त्यो टोपी चाहिँ त्यो राजाले चाहिँ अनि कर्माबाको शिरमा टाउकोमा त्यो टोपी देख्नु भएछ अरे। अनि देखेपछि चाहिँ अनि कर्माबालाई राजाले के भन्नुभयो भन्दाखेरि चाहिँ 5 अवतारको कर्माबालाई चाहिँ राजाले के भन्नुभयो भन्दा चाहिँ मैले तपाईँको शिरमा यस्तो खालको एउटा टोपी देखेँ, त्यो जस्तै अनि टोपी चाहिँ म तपाईँलाई बनाएर चढाउँदा हुन्छ, पछिको प्राणीहरूले नि तपाईँको टोपी देखोस्, त्यस्तै टोपी चाहिँ देखोस् त्यसको लागि चाहिँ त्यो जस्तै टोपी चाहिँ म तपाईँलाई बनाएर चढाउनु हुन्छ भनेर अनि त्यो चाइनाको राजाले चाहिँ अनि कर्माबा देशिङ शेर्पालाई चाहिँ सोध्नु भएछ। अनि कर्माबा देशिङ शेर्पाले पनि हुन्छ भनेर त्यो अनि चाइनाको राजाले चाहिँ त्यो राङसिङ अब त्यो फर्स्ट अवतारको कर्माबालाई डागा डागिनेहरूले चढाएको अनि जुन श्रीपेश छ नि, त्यो श्रीपेश जस्तै राजाले चाहिँ त्यस्तै खालको चाहिँ अनि श्रीपेश एउटा बनाउनु भएछ, जुन चाहिँ हामीले अहिले देख्न सक्छ फोटोतिर त्यो श्रीपेश चाहिँ। अनि अब त्यो फर्स्ट अवतारले चढाएको श्रीपेश चाहिँ हामी जस्तो मान्छेहरूले देख्दैन। अब हामी जस्तो धेरै पुण्य नगरेको, के भन्छ धर्म धेरै नगरेको त्यस्तो मान्छेहरूले चाहिँ देख्न गाह्रो हो। त्यो चाहिँ मैले नि यो चाहिँ 16 अवतारको फोटो भनौँ के भनौँ, अनि त्यही छ यहाँ पनि। अनि त्यही टोपी नै छ, श्रीपेश नै छ। अनि त्यो राजाले चाहिँ चढाउनु भएछ अरे। अनि यो टोपी पनि अनि यो टोपी चाहिँ कर्माबाको टोपी पनि 2 प्रकारको छ। 2 प्रकारको चाहिँ के हो भन्दा थोवा रङडोल र अनि लेसा भन्ने 2 प्रकारको टोपी छ। लेसा अनि थोवा रङडोल भनेको चाहिँ अघि राजाले चढाउनु भएको छ नि, त्यो पहिला अब शिरमा देखेर जस्तो देखेको त्यस्तै बनाएर चढाउनु भएको टोपीलाई चाहिँ
थोवा रङडोल भन्छ। अनि लेस्या भन्दा चाहिँ अर्को अहिले 17 अवतारको कर्मबाले लाउनु भएछ नि अर्कै खालको एउटा एउटा टोपी मैले फोटोमा यो फोटोमा देखाएको जस्तै अर्कै खालको एउटा टोपी अनि लाउनु भएको छ नि त्यसलाई चाहिँ लेस्या भन्छ। त्यो चाहिँ सानोतिनो जस्तो अब सानोतिनो पूजाहरू गर्दा पनि उहाँले लाएर हिँड्नुहुन्छ। त्यो लेस्या भन्ने टोपी चाहिँ लेस्या टोपी चाहिँ उहाँले लाउनुहुन्छ सानोतिनो पूजा हुँदाखेरि पनि। र खोवा रङडोल भनेको चाहिँ अनि त्यो जुन राजाले चढाउनु भएको छ नि त्यो राजाले चढाएको टोपी चाहिँ थोवा रङडोल भन्छ। त्यो चाहिँ एकदम स्पेसल ओकेजनतिर एकदम ठुलो प्रोग्रामतिर मात्रै उहाँले देखाउनुहुन्छ। अनि यो कुनै धेरै धर्म पुण्य कमाएको मान्छेले चाहिँ त्यो अहिले राजाले चढाएको छ टोपी त्यसको माथि पनि जुन डागिनेहरूले चढाएको टोपी हुन्छ नि 2टा टोपी देख्नुहुन्छ अरे देख्छ अरे। त्यो धेरै पुण्य गरेको मान्छेहरूले चाहिँ पहिला नै 16 अवतारको ऋग्वेदरजीको बेलामा पनि कोलकातामा हुँदा उहाँले यो थोवा रङडोल त्यो राजाले चढाएको टोपी चाहिँ देखाउनु भएको थियो अरे। अब के पूजा थियो होला त्यतिखेर देखाउनु भएको थियो अरे। अनि एउटा पन्जाबीले चाहिँ 2टा टोपी देख्यो अरे क्या 2टा टोपी देख्यो अरे। त्यसकै माथि फेरि अर्को टोपी एउटा देख्यो अरे क्या। अनि त्यो पन्जाबीले चाहिँ कर्मावालाई सोध्नु भएछ अरे त्यो टोपी चाहिँ मैले त्यो टोपीको माथि अर्को टोपी नि देख्यो त्यो चाहिँ के हो भनेर सोध्नु भएछ अरे। अनि त्यो चाहिँ तिमीले धेरै पुण्य गरेर अनि देखेको हो। चान्चुने मान्छेहरूले यस्तो देख्दैन तिमीले धेरै पुण्य गरेर चाहिँ यस्तो देखेको हो भन्नुभएछ अरे। अनि तपाईँ हामीले पनि धेरै पुण्य गऱ्यो भने त्यो टोपी देख्न सक्छ नि होइन। त्यसैले अनि तपाईँ हामी पनि एकैचोटि पुण्य गरेर धर्म कमाएर त्यो टोपी देख्ने चाहिँ प्रयास गर्नु पर्यो। आजदेखि लाग्नु पर्यो त्यो टोपी श्रीपेश देख्नको लागि जुन क्राउन छ त्यो देख्नको लागि चाहिँ आजदेखि धर्म देख्न मन छ भने धर्म पुण्य कमाउनु पर्यो। त्यसैले तपाईँ र म चाहिँ आजदेखि त्यो श्रीपेश देख्नको लागि चाहिँ अनि रेडी भएर अनि त्यसको लागि त्यो देख्ने काम चाहिँ जुन पुण्य चाहिँ कमाएर सँगै देख्नुपर्छ है त। आजलाई यति नै, धन्यवाद।